नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट राजीनामा दिन देशव्यापी रूपमा माग बढिरहेको छ। एमालेका अधिकांश केन्द्रीय सदस्यहरूले उनलाई पार्टी अध्यक्षबाट राजीनामा दिएर विश्राम लिन आग्रह गरिरहेका छन् र एमालेको अधिकांश नेता कार्यकर्ताहरूले एउटा मानसिकता के बनाएका छन् भने यो पार्टीलाई अब बचाउने हो भने केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाउनै पर्दछ र करिब राष्ट्रिय राजनीतिमा पनि एउटा निष्कर्ष निस्किसकेको छ, न्यारेटिभ बनिसकेको छ र सिन्थेसिस बनिसकेको छ कि अहिले जेनजी आन्दोलनका क्रममा यो देशमा जे जति वितण्डता भयो, विध्वंस भयो, हाम्रा ऐतिहासिक धरोहरहरू जले र जे जति यहाँ चाहिँ सर्वनाश भयो त्यसको पछाडिको एकमात्र कारण भनेकै केपी शर्मा ओलीको अहङ्कार हो भन्ने कुरा चाहिँ करिब स्पष्ट भइसकेको सन्दर्भमा अब केपी शर्मा ओलीलाई एमालेबाट राजीनामा दिन लगाउनु नै एकमात्र अपरिहार्य विकल्प हो र यो विकल्पले वाम एकताको बाटो पनि खुल्छ र वामपन्थी कार्यगत एकताको बाटो पनि खुल्छ र चुनावी गठबन्धनका नयाँ सम्भावनाका ढोकाहरू पनि खुल्छन् र केपी ओली रहन्जेलसम्म एमाले अझै भड्कालोमा जागिने छ। त्यसैले अहिलेको अपरिहार्य एकमात्र दायित्व नेकपा एमालेको के हो भन्दाखेरि अरू दायाँ बायाँ कुरा छोडेर केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट राजीनामा दिन लगाउने, राजीनामा दिन लगेनन् भने आन्तरिक प्रक्रियाबाट भए पनि घोघरे ठ्याग लगाउनुको विकल्प छैन भन्न चाहन्छु। धन्यवाद।